सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल र मेरो फर्स्ट लङ भ्लगमा हजुरहरूलाई वेलकम छ। सो आज चाहिँ हामी आएको छौँ तपाईँसँग यो पुललाई के भन्छ? यो बिरिङ पुल होइन, यहाँ त हेर्न सक्नुहुन्छ बिरिङ खोला। सो आज चाहिँ हामी आएको छौँ बिरिङ पुल र यो बिरिङ पुलमा चाहिँ हामीले आज टिकटक बनाउन आँटेको। सो टिकटक चाहिँ कसको बनाउन आँटेको भन्दा चाहिँ हाम्रो दाइको होइन हात छ। सो अनि आज चाहिँ हल्का फर्स्ट भ्लग पनि सुट हान्दिउँ न त यतातिर आएको बेलामा भनेर मैले हानिदिएको। सो च्यानल न्यू हुनेले सब्सक्राइब हानिदिनु। यस्तो अब टिकटक हानिन्छ होइन। सो अब म चाहिँ सुट गर्छु, एउटा फोनबाट भ्लग हुन्छ भने अर्को फोनबाट सुट हुन्छ हाम्रो। सो यो फोन चाहिँ कहाँ राख्नु, बाइक त्यहाँ छ हाम्रो। अब हामी टक्कसँग यहाँबाट भिडियो सिडियो सुट गरेर जानेछौँ। के अरे के अरे अचानकमा फेरि यहाँदेखि झऱ्यो भने त मर्छु त म। कस्तो गहिरो देख्यो यो फोन, फ्याल्दिउँ यहाँबाट फ्याल्दिउँ गाई। यदि कसम भनेको होइन यो भिडियोमा नि 1 लाख त खतरा होइन, 10,000 लाइक र 5,000 पोस्ट हुन नै भेट्यो। र हामीले टिकटक बनाउन आँटेको गीत चाहिँ यो होइन नि, यहाँ हेर्न सक्नुहुन्छ यही मान्छे रिल्स भन्छ श्रिया, रिल्स भन्छ श्रिया भयो भाइ। सो गाइस हामीले फर्स्ट टेक त ल्याइसकेको छौँ भिडियो होइन। अनि सो हाम्रो दाइले चाहिँ हेर्नु हुँदैछ। कस्तो लाग्यो त फर्स्ट टेक तपाईँलाई? अलिक हार्ड छ यार, गाह्रै। यहाँ हेर्नु टिकटक, यहाँ हेर्नु मान्छे होइन, नझुक्किनु अनुहार देख्छैमा। सो अनि अब चाहिँ रात पनि बनाउन आँटेको छ, हामी टिकटक बनाउन अघि आएको होइन, अब एकछिन बनाउँछौँ। सो अनि उता चाहिँ बबाल सनसेट हुँदैछ, हेर्न सक्नुहुन्छ यस्तो बबाल देखिरहेको छ सनसेट। अब अझै 1-2वटा सुट गर्छौँ अनि मात्रै जान्छौँ हामी, अहिले पुगेको छैन होइन। सो अनि अब कस्तो के गर्ने त लु भन्नु, अब कन्सेप्ट भन्नु। भिडियो आधी टेक भयो, अब अर्को टेक हाम्रो बगानमा हुन गइरहेको छ। एकचोटि मेरो भिडियोमा नि गरिदिनु त त्यो। यहाँ बस्यो लु 3, 2, 1 गो लु। खतरा छैन त, यतिको भाइरल भएर त हुन्छ होला सायद। सो अब अरू पनि सुट गर्नेछौँ। चित्त त बुझेन र पनि अब भोलि आएर बुझाउनुपर्छ, एक दिन आउनुपर्छ होइन। हिँडेको भन्दा नि अब फेरि बगानमा अँध्यारो भने तपाईँको सुट बिग्रिन्छ नि त, त्यही फिर पऱ्यो क्या। अगाडिको लाइटिङ राम्रो छ, अब भरे ढिलो हुन्छ। सो मैले त रातै पर अब चप गाइस हामीले चप्ली चेन्ज भयो है फोटोको लागि। नभनौँ न यता फोटो खिच्दैन, ठिकै छ। भ्याइएन क्या, अब टक्कसँग यहाँको चाहिँ हामी हिँड्न आँटेको छौँ होइन। अनि के भन्नु, अब कस्तो गाह्रो पर्ने रहेछ भ्लग बनाउनु है, फर्स्ट भ्लग यस्तो नै बनाउँदा। पहिला त बनाएको बिर्सेछु मैले त। सो हामी चाहिँ यहाँ हिँड्न आँटेको होइन, अनि फोटो खिचौँ भनेको, अनि गाडी आएको गर्छ कसरी खिच्नु क्या, एकछिन रोकिँदैन, बाइक साइड हालिहाल्नुपर्छ। त्यही भएर अब हामी चाहिँ यहाँ हिँड्न आँटेको। सो अब हामी चाहिँ उता अब बगानै भन्छ होइन, बगानतिर गएर भेट्नेछौँ। गाई जब त्यहाँ हिँडिसकेको छौँ होइन। अब टक्कसँग हामी के हेरेर 360को स्पिडमा अब चाहिँ हामी यहाँबाट पुग्यौँ। सुनाइदिउँ भनेको कोही त कस्तो लभली साउन्ड आउँछ क्या यो बाइकको चाहिँ हामीलाई जे होस् नि। हामी अब टक्कसँग यो राबर फ्याक्ट्री चाहिँ आइसक्यो, राबर बगान होइन तपाईँसँग राबर बगानमा आइपुगेको छौँ हामी। यो यहाँ बनाउने पर बिचमा केटाहरू छोरा खोजेर चाहिँ यहीँ बनाउँला हो न, झुन्डेर सुनसान छ यहाँ चाहिँ। सो दाइलाई चाहिँ ब्ल्याक आइरहेको छ त फेरि। अनि यस्तो बदेर चाहिँ हेर्नु त फ्लास्ट आफै बोल फोनको। मैले अघि माथि बोलेको थिएन नि, अब अहिले आफै बोलेँ नि अटोमेटिक। नमस्कार, मलाई चिन्नुहुन्छ त्यसो गाइस। यो पक्का भाइरल जान्छ अब यो टिकटकमा। सो चाहिँ मिनी भ्लग सुट गर्छु, मिनी भ्लगको भइसकेर नि गर्छौँ यहाँ होइन। त्यस पछाडि टक्कसँग घर जान्छौँ। हाम्रो चाहिँ यस्तो भएको छ धुलोले हजुर। सो अब दाइलाई फेरि स्टोरीको लागि फोटो चाहियो अरे, स्टोरीको लागि फोटो। अनि मेरो फोटो चाहिँ जस्तै
यस्तो राम्रो फोटो खिच्दैन मलाई चित्तै बुझ्दैन क्या के भएको किनकि मेरो छोरा यस्तो छ सो त्यही नि हो टक्क छ Don't trust yourself. Ourself, yourself. With के भन्छ हौ ला सरी गाइस इंग्लिश सम्झु इङ्ग्लिस त मलाई पनि बोल्न आउँदैन हौ My English is so weak. Please help me. टक्कसँग लु यता फोटो रहेछ कस्तो मेरो त कस्तो आयो होला कमेडी आयो होला देखाउनु न मेरो ध्यान कता गएको थियो मेरो नि राम्रो आएन अर्को खिच्नु त्यो कस्तो मान्छे हो मेरो राम्रो आएको थियो टक्कसँग यसो भ्लगर जस्तो अलिक देखिस् हेर्दाखेरि होइन यता हेरे जस्तो म चाहिँ यता हेरे जस्तो गर्छु ल सो नि हामी चाहिँ हल्का निस्किँदैको क्या क्या फोटो खिच्दैछ त्यही भएर मलाई त भएन त्यो हाल्नु इन्स्टाग्राम चलाउनुहुन्छ होइन इन्स्टामा मलाई मेन्सन हाल्नु ल यो हाल्छु ल बिल्ला खिचेको मेरो फोन चाहिँ क्यामेराले हान्यो नि उता हेर्नु त अगाडि हेर्नु न म नि मलाई चाहिँ यति देखाउनु न सो अब चाहिँ हामी यहाँबाट हिँडिसकेको छौँ होइन चटपटे खान गाइस सो अब पसल पनि बन्द गर्छ होइन चटपटे खानु र आज ल यति नै थ्याङ्क्स फर वाचिङ बाई बाई छिटो भयो होला पनि ल मलाई आउँछ चिन्नु भएन आन्टी यस्तो रेस्पेक्ट के अरे गरौँ हालौँ न सो हाम्रो विशाल मेन्यु हेर्नु हुँदैछ यता मेन्यु हाम्रो टक्कसँग चटपटे उयो त्यसपछि के झालमुरी सालमुरी यस्तो रोल सोल होइन टक्कसँगले मास्क लाएर त खान मिल्दैन भरे मास्क लानु पर्छ ल हामी नचिनु हाम्रो क्यान्टिनमा त्यस्तै बाँकी छ हामी त एउटा क्यान्टिनमा खाने अर्कोमा जाने बाँकी भएपछि 1 महिनामा टक्कसँग बिर्सिन्छ अनि मात्रै आउने त्यहाँ जुडो चल्छ नि फेरि एकदम दोकानमा मान्छे नहुँदैन पनि सामान छोड्दै हुनुहुन्छ यहाँ चाहिँ स्पोन्सर तपाईँको होइन फुल स्पोन्सर सो दाइले यो लिनु भएको छ होइन हल्का अब क्यामेराम्यान भनेपछि यतिको फाइदा त लिनु पऱ्यो नि त आफूलाई होइन सो अनि मैले भिडियो नि त खतरा बनाइदिएको छु यो कहाँबाट गिरेको छु त संसारमा त किनेको किनेको त होला यो ज्याकेट यो त ब्रान्डेड गिफ्ट आएको गिफ्ट दाइटा गिफ्ट दिने चाहिँ म आएर कि भाइ नै दिन्छु नि म भाइलाई के हुन्छ त होइन तर भाइको सो चटपटे आइसकेको छ हाम्रो यहाँ ल काखचिनी क्यामेरा फर्स्ट बाइक छ भनेर सेकेन्ड बाइकमा कस्तो छ रिभ्यू यता आन्टीको चटपटे आन्टी चाहिँ भागिसक्नु धेरै मिठो चटपटे यस्तो छ हेर्नुहोस् कस्तो दामी आन्टीले राति भए पनि कस्तो दामी छ है भात खाने बेलामा खाइयो है अगाडि भात टुस्दैन भोलि कलेज जाने बेला पनि बिहान तर यतिको चटपटे छ भने त भात नै खानु छैन मलाई चाहिँ तिमीलाई बिहान 5 बजी जानुपर्छ भात खानु छैन यता आन्टीको चटपटे हाम्रो बिहान के खाएर जान्छौ केही नखाइ केही रुच्दैन त बिहान त्यति छिटो अनि 5 बजी बसाउँछ चटपटेहरू खाएर तपाईँसँग एउटा ललिपप बोकेर चाहिँ अब हामी यहाँबाट हिँडिसकेको छौँ र आज ब्लग यति नै थ्याङ्क्स फर वाचिङ बाई बाई